नमस्कार अनि राधे राधे सम्पूर्णमा। म हो गिरबहादुर नेपाली अनि तपाईहरु हेर्दै हुनुहुन्छ मनको उडान, जहाँ हुन्छन् अनेक मन छुने शब्द र कथाहरू। आउनुहोस् ढिला नगरी सुरु गरौँ आजको यो सुन्दर र हृदय छुने कथा। यो कथा हो राहुल नाम गरेको एक साधारण युवकको। राहुल पहाडको बीचमा रहेको एउटा सानो गाउँमा बस्थ्यो। उसको सपनाहरू धेरै ठूला थिए, आफ्नो परिवारको लागि केही ठूलो गर्ने र शहर पुगेर धेरै नाम कमाउने। तर उसको सबैभन्दा ठूलो दुश्मन थियो टालमटोल। ऊ सधैँ भन्थ्यो, अझै समय छ, भोलिदेखि म मेहनत सुरु गर्छु। तर त्यो भोलि उसको लागि कहिल्यै आएन। एक दिन राहुलको बुवाले देख्नुभयो कि राहुल घरको आँगनमा आकाशतिर हेर्दै चुपचाप बसिरहेको थियो। बुवाले भन्नुभयो, बाबु, यदि जिन्दगी बदल्न चाहन्छौ भने उठ, केही गर, खाली बसेर भाग्य परिवर्तन हुँदैन। राहुल मुस्कुराएर भन्यो, बाबा, यो सबै त भाग्यको खेल हो, समय आयो भने सबै आफै हुन्छ। बुवाले निराश भएर आँखा झुकाउनु भयो र भन्नुभयो, अब यो केटालाई कुनै गुरुले मात्रै बाटो देखाउन सक्नुहुन्छ। त्यो साँझ राहुल जङ्गलको किनारमा उदास भएर बसिरहेको थियो। त्यसै बेला एक बुढा साधु त्यहाँबाट गुज्रिए। साधुको अनुहारमा अद्भुत चमक थियो। साधुले भन्नुभयो, बाबु, किन यति धेरै निराश भएर बसिरहेको छौ? राहुलले निराश स्वरमा भन्यो, गुरुदेव, म सफल हुन चाहन्छु, तर भाग्यले मेरो साथ कहिल्यै दिँदैन। साधु मुस्कुराएर भन्नुभयो, सफलता भाग्यले होइन बाबु, कर्मले दिन्छ। के तिमी सिक्न चाहन्छौ? राहुलले तुरुन्त भन्यो, हो गुरुदेव, म सिक्न चाहन्छु। साधुले भन्नुभयो, त्यसो भए 7 दिन मसँग बस, म तिमीलाई सफलताको 7 मन्त्र सिकाउँछु। तर एउटा नियम छ, तिमी कहिले खाली बस्ने छैनौ। त्यसपछि गुरुले राहुललाई पहाडको टुप्पोमा लग्नुभयो, जहाँ केवल ढुङ्गा र हावा मात्र थियो। गुरुले भन्नुभयो, यदि सपना देख्नु नै छ भने खुल्ला आँखाले देख, निद्रामा होइन। राहुल अचम्ममा पर्यो। यसको अर्थ के हुन्छ गुरुदेव? गुरु मुस्कुराउनु भयो र भन्नुभयो, सपना त्यो होइन जसले तिमीलाई सुताउँछ, सपना त्यो हो जसले तिमीलाई सुत्ने नदिई मेहनत गर्न बाध्य बनाउँछ। त्यो दिन राहुलले बुझ्यो, कर्म बिना सपना अधुरो हुन्छ। दोस्रो दिन गुरुले भन्नुभयो, यी ढुङ्गाहरू एक ठाउँबाट अर्को ठाउँसम्म लैजाऊ। राहुलले अचम्म मान्दै भन्यो, यसको के अर्थ हुन्छ गुरुदेव? गुरुले भन्नुभयो, जबसम्म मन खाली हुन्छ तब डर र शङ्काले मनमा जन्म लिने गर्छ बाबु। त्यसैले सानो होस् या ठुलो काम गरिराख। राहुलले काम सुरु गर्यो र साँझसम्म थकाइले लथालिङ्ग भयो। तर मनभित्र एक अलगै शान्ति थियो। गुरुले मुस्कुराउँदै भन्नुभयो, देख्यौ, जब हातहरू व्यस्त हुन्छन् तब मन स्थिर हुने गर्छ। तेस्रो दिन गुरुले कुनै बिरुवाको बिउ दिनु भयो र भन्नुभयो, यो बिउ रोप र हरेक दिन पानी देऊ। 3 दिन बितिसक्यो, केही पनि उम्रिएन। राहुल निराश भएर भन्यो, गुरुदेव, केही पनि भएको छैन। गुरु मुस्कुराउनु भयो र भन्नुभयो, बिउलाई अङ्कुर बन्न समय लाग्छ बाबु, त्यसैले सफलताले पनि धैर्य माग्छ। छिटो गर्न खोज्नेले प्राय हार्ने गर्छन्। राहुलले पहिलो पटक बुझ्यो, धैर्य पनि एक शक्ति हो। चौथो दिन गुरुले पुरानो पुस्तक दिनुभयो। राहुलले भन्यो, गुरुदेव, मलाई पढ्न मन लाग्दैन। गुरुले भन्नुभयो, जसले सिक्न छोड्छ ऊ अघि बढ्न सक्दैन। राहुलले मन नलागी पढ्न थाल्यो। तर बिस्तारै हरेक पानामा जीवनको रहस्य भेट्न थाल्यो। अब ऊ हरेक बिहान केही नयाँ कुराहरू सिक्ने कोसिस गर्थ्यो। 5औं दिन गुरुले भन्नुभयो, त्यो अग्लो रुखमा चढ। राहुलले प्रयास त गर्यो तर खस्यो र भन्यो, गुरुदेव, म सक्दिनँ होला। गुरु हाँसेर भन्नुभयो, खस्नु वा गिर्नु गलत होइन, तर गिरिसकेपछि रोकिनु गलत हो। राहुलले फेरि उठेर प्रयास गर्यो र आखिरीमा शिखरमा पुगेरै छोड्यो। 6औं दिन गुरुले तीर कमान दिएर भन्नुभयो, त्यो फलमा निशाना लगाऊ। राहुलको ध्यान हावा, पात र आवाजमा थियो, त्यसैले तीर चुक्यो। गुरुले भन्नुभयो, जब मन डर र शङ्कामा हुन्छ लक्ष्यमा कहिल्यै पुग्न सकिँदैन। त्यसपछि राहुलले आँखा बन्द गर्यो, मन शान्त पार्यो, फेरि तीर चलायो। यो पटक निशाना ठिक थियो। गुरु मुस्कुराएर भन्नुभयो, जो लक्ष्यमा केन्द्रित हुन्छ सफलता उसैले पाउँछ। 7औं दिन गुरुले भन्नुभयो, अब तिमी आफ्नो गाउँ फर्क, तिमी तयार भइसक्यौ।
राहुलले खुसी हुँदै भन्यो, के म सफल भइसके गुरुदेव? गुरु मुस्कुराउनु भयो र भन्नुभयो, सफलता कुनै अन्त्य होइन बाबु, यो त निरन्तर यात्रा हो। जो रोकिन्छ ऊ सधैँ हार्ने गर्छ। हरेक दिन केही गर, केही सिक, कदम सानो भए पनि निरन्तर अगाडि बढ। राहुलले सोध्यो, गुरुदेव यदि सबै चिज गर्दा पनि सफलता मिलेन भने? गुरुले भन्नुभयो, त्यो नै एक अन्तिम परीक्षा हो। धेरै मानिसहरू अन्तिम पाइला अघि नै हार मान्ने गर्छन्। त्यसपछि गुरुले एउटा कथा सुनाउनु भयो। भन्नुभयो, एउटा मजदुर थियो जसको नाम हरि थियो। उनी ढुङ्गाहरू फोर्ने काम गर्थे। एक दिन एउटा ढुङ्गालाई 99 चोटि हतौडा हान्दा पनि त्यो ढुङ्गा फुटेन। उनी निराश भए तर हिम्मत पनि हारेनन्। अनि फेरि 100 चोटि हाने र पत्थर बीचबाट फुटेर चकनाचुर भयो। त्यहाँ बस्ने सबैले भने, वाह, एकचोटि नै चमत्कार भयो। तर हरि मुस्कुराएर मनमनै भने, यो एकचोटिको प्रयास थिएन, 99 चोटिको प्रयासको परिणाम थियो। यदि सुनेपछि राहुल गाउँ फर्कियो। तर अब राहुल पहिलाको जस्तो थिएन। ऊ बिहानै उठ्थ्यो, मेहनत गर्थ्यो, धैर्य राख्थ्यो, पढ्थ्यो अनि कहिले खाली बस्दैनथ्यो। केही वर्षमा ऊ गाउँकै सबैभन्दा सफल व्यक्ति बन्यो। जब मानिसहरूले सोध्थे, तिम्रो सफलताको रहस्य के हो? तब राहुल मुस्कुराउँदै भन्थ्यो, जबसम्म सास छ तबसम्म कर्म छ, र जबसम्म कर्म छ सफलता आफै आफ्नो कदममा आउने गर्छ।